अब नानीहरूलाई मेरो बचाइको एक दिनको कविताको यो अन्तिम पद पढाउन गइरहेछु र यो अन्तिम पद म सोझै कवितातर्फ जाँदछु र नानीहरूले राम्ररी सुन्ने। यस्तो छ अन्तिम पद। मैले कविताका पंक्तिहरू कोरकार पारेको एउटा अमूल्य क्षण यदि मसँग क्षण भने मसँग बाँचोस्। काव्यका सुन्दर हरफहरू पढेको एउटा रोचक मुहूर्त यदि छ भने मसँग बाँचोस्। मैले मेरो जातिलाई सक्रिय माया जताएको एउटा अर्थपूर्ण बेला यदि छ भने मसँग बाँचोस्। मैले असहायहरूलाई दिएको एउटा मिठो दिन यदि छ भने मसँग बाँचोस्। चाहिएन मलाई सपनाहरूमै रङ्गल्न लाउने खुइलिएका दिन नाङ्गिएका रातहरू मलाई बाँच्न एउटै दिन फगत एउटै दिन भए पुग्छ। र अन्तिम कविताको पंक्ति यही नै हो र नानीहरूलाई यसतर्फ म अलिकति पहिलो मैले कविताका पंक्तिहरू कोरकार पारेको एउटा अमूल्य क्षण यदि छ भने मसँग बाँचोस् भन्ने सुरुबाट छ अन्तिम पदको। र यसभन्दा अघि जुन कविको अहिलेसम्म नानीहरूले प्राय बुझिसक्नु भयो होला अथवा बुझ्यौ होला तिमीहरूले र आफ्नै प्रयास पनि चलाउनु पर्यो यसमा। र मैले अघि नै भनिहालेँ यो कविता चाहिँ यस्तो कविता हो कि हामीलाई एउटा यो दुःखद क्षणबाट यो सङ्कटको घडीबाट हामीलाई एउटा मुस्कुराहटमा अथवा हाम्रो मुहारमा एउटा मुस्कान ल्याउने एउटा कविता एउटा ऊर्जा पैदा गर्ने कविता त्यस्तो महसुस हुन्छ मलाई। सायद तिमीहरूलाई पनि यसलाई घरिघरि पढ्ने त्यस्तो महसुस हुन्छ किनभने यो कविता पढ्दा हामीलाई त्यो स्फूर्ति त्यो जोस दिँदछ। र अघि नै मैले भनिहालेँ कि कवि गिरी हाम्रा नेपालीका धुकधुकी हुन्। उनले जति पनि कविताहरू लेखेका छन् या रचना गरेका छन् ती सबै कविताहरू हाम्रो नेपाली जातिको हृदयलाई स्पर्श गरेर मुटुलाई आफ्नो छातीमा खिलेर त्यस्ता जातीय कविताहरू मात्रै उनले रचेका छन्। र त्यसै कारण पनि उहाँ अति संवेदनशील कवि, भावनाले जातीय भावनाले ओतप्रोत कवि र कसै समालोचकहरूले भन्ने पनि गरेका छन् उनलाई कि रुन्चे कवि भनेर नि। अथवा आफ्नो जातिको निम्ति चाहिँ अब आफ्नो जाति चाहिँ विभिन्न सामाजिक अर्थनैतिक है राजनैतिक विभिन्न पक्षबाट दबिएका थिचिएका निम्न वर्गका श्रमिकहरूको नेपाली जातिको श्रमिकहरूको रोदन क्रन्दन यो सुनेर आर्तनाद कवि एकदमै मर्माहत है चिन्तित पीडित र यस्ता कवि जो कविले चाहिँ आफ्नो अन्तर्मनमा पनि है यो जातीय एउटा संवेदनाको जातीय संवेदनालाई आफ्नो रचनामा प्रस्फुटित गर्ने र जहिले पनि र जुनै समय पनि जति पनि कविताहरू उहाँले कोर्न भए या रचना गर्नुभयो है सबै नै जातीय भावनाले ओतप्रोत हामी देख्दछौँ। र उनी
विशेष गरिकन यहाँ हामी भन्दछौँ कि योभन्दा अघि जस्तो मैले कविताको पंक्तिहरू जुन चाहिँ भने त्योभन्दा अघि एक दुईवटा कुरा मैले छोडिराखेको कुरा नानीहरूलाई बताइहाल्न चाहन्छु। त्यो चाहिँ के हो भनेदेखिलाई यो कविता चाहिँ एउटा स्वच्छन्दवादी कविता, स्वच्छन्दवादी कविता त्यो प्रवृत्ति अन्तर्गत पर्छ भन्ने समालोचकहरूको भनाइ छ। त अब स्वच्छन्दवादी के हो त भन्ने प्रश्न पनि आयो। अरू कविताहरूमा पनि हामी पाउँछौँ, कथाहरूमा पनि पाउँछौँ। सामाजिक यथार्थवादीहरू, आदर्शवादीहरू यो के हो त भन्ने प्रश्नहरू पनि आउँछन् साहित्यमा। यो विभिन्न वादहरू हुन् है। पाश्चात्य जगतमा या पश्चिमी जगतमा, विशेष गरी युरोपमा है, युरोप भनेको अमेरिका, फ्रान्स है, जर्मन भयो, ब्रिटेन भयो, विभिन्न युरोपियन कन्ट्रिजहरूमा यहाँबाट सुरु भएका जति पनि कथा, कविता, साहित्य, काव्यको सृजना भयो र त्यो वाद पनि त्यहाँबाट सृजना भयो। र त्यो सृजना भएको वादमध्ये एउटा हो यो स्वच्छन्दवाद। अङ्ग्रेजीमा यसलाई रोमान्टिसिजम पनि भनिन्छ, नेपालीमा रोमान्सेली पनि भन्छौँ, अथवा रोमानी कवि पनि भनेर हामी भन्छौँ। रोमानी कवि जस्तो हामी अगमसिंह गिरीलाई रोमानी कवि भन्छौँ। त यस यस्ता स्वच्छन्दवादी कविता, रोमान्टिसिजम, अर्थात् रोमान्टिसिजम भनेको चाहिँ खालि रोमान्टिक। अब नानीहरूलाई म एउटा कुरा त्यसलाई अन्यथा नसम्झिने, तर अब रोमान्टिक भन्दाखेरि चाहिँ हामी सोचिहाल्छौँ, तिमीहरूले पनि सोचिहाल्छौ कि त्यो चाहिँ प्रेमको कुराहरू मात्रै है। एउटा केटाले एउटा केटीलाई, एउटा युवाले एउटा युवतीलाई प्रेम गर्ने अथवा युवतीले युवालाई प्रेम गर्ने कुराहरू हामी निश्चय सोच्छौँ। तर रोमान्टिक भन्ने कुरो वास्तवमा त्यो कुरा मात्रै होइन। रोमान्टिक अथवा स्वच्छन्दवादी भनेको छोटोमा, किनभने यो इजम अथवा वाद, स्वच्छन्दवादी, यथार्थवादी, सामाजिक यथार्थवादी, आदर्शवादी, शास्त्र, यो थुप्रो कुराहरू या वाद भन्ने कुरा बुझाउनु हामीले नानीहरूलाई जस्ट अलिकति तिमीहरूलाई यो स्वच्छन्दवादी चाहिँ के हो भन्ने कुरा मात्रै बुझाउन आवश्यक छ। म लामोमा जान चाहन्न है। यो चाहिँ ठुलो क्लासमा गएर हायर क्लासेसमा यो तिमीहरूले बुझ्नुपर्छ। र स्वच्छन्दवादी भनेको चाहिँ त्यहाँ विशेष गरी त्यो प्रवृत्ति अन्तर्गत चाहिँ के आउँछ भन्दाखेरि चाहिँ त्यहाँ चाहिँ जस्तै प्रणयको कुराहरू पनि आउँछ, पीडाको तकलिफको कुराहरू पनि आउँछ, कष्टको कुराहरू पनि आउँछ, जाति प्रेमको कुराहरू पनि आउँछ, राष्ट्र प्रेमको कुराहरू पनि हुन्छ, पलायन भागेको त्यो कुराहरू पनि आउँछ। आफ्नो उडान भने कसैको रोकटोक बिना स्वच्छन्द रूपले कसैले रोकटोक नगरी आफू हिँड्ने, आफू लेख्ने, त्यो धारा अन्तर्गत, त्यो प्रवृत्ति अन्तर्गत पर्ने कविता, कथा जे पनि छ है, त्यसलाई चाहिँ स्वच्छन्दवादी भनेर भनिन्छ, रोमान्टिसिजम भनेर भनिन्छ। अतीतको माया, जस्तो विगतको माया, जस्तो कविलाई विगतबारे, हाम्रो जस्तो गोर्खा जातिको, नेपाली जातिकै भनौँ, अतीतको माया एकदमै धेर छ है, अतिशय छ भनौँ न, अति संवेदनशील छ हाम्रो अतीतको गौरवप्रति। नेपाली जातिको अतीतको गौरवप्रति कवि एकदमै माने संवेदनशील देखिन्छ। जस्तो कविताहरू हामी देख्छौँ, नचिनिने भएछौँ कविताहरू। अब यो कवितामा नसम्झ, जस्तो एउटा कविताको एउटा लाइन भन्छु, जस्तो एउटा भयो, नसम्झ यहाँ नेपाली सन्चोले यहाँ बसेको भनेर एउटा पाठ छ। अब जातीय कुरा आयो, हाम्रो नेपालीहरूले सन्चोले बसेको छैन भन्ने कुराहरू, दुःख कष्ट झेलिरहेछ। अथवा नेपालदेखि बाहिरको कुरा, नेपालीहरूको दुर्दशा, निमुखाहरूको दुर्दशा, यो कुराहरू कविले लेखेका छन्। त्यस्तै अर्को पनि हामी देख्छौँ, जस्तो अर्को एउटा, जिउनु नै व्यर्थ किन चिसो खरानी बनेर, बाँचो त एक क्षण अग्नि ज्वाला
बनेर यस्तो कविताहरू हामी पाउँछौँ। अब एउटा क्रान्तिकारी जस्तै झन्डै झन्डै अब यो हाम्रो अहिले जुन चाहिँ मेरो बचाएको एक दिन कविता जस्तो हामी पढ्न पाउँछौँ। त यस्तामा जस्तो अब जुन चाहिँ मैले एउटा जातीय भावनाले ओतप्रोत कविताहरू हुन्, यस्ता क्रान्तिकारी यस्ता कविताहरू पनि स्वच्छन्दवादी धारा अन्तर्गत प्रवृत्ति अन्तर्गत पर्दछ। जस्तै यो मेरो बचाएको एक दिन पनि त्यस्तै धारा क्रान्तिकारी हुँदाहुँदै पनि है। त यस्ता कविताहरू जातिप्रतिको प्रेम यो स्वच्छन्दवादी। त यो पश्चिमबाट आएको अथवा पाश्चात्य देशहरूबाट मैले अघि नै भने। अब हाम्रो पूर्वीय देशबाट जस्तो भारतको कुरा गरौँ, पूर्वीय देशबाट आएको चाहिँ पूर्वीय काव्य शास्त्र भन्छ। जस्तो तिमीहरूले सिलेबसमा आफ्नो पाठ्यक्रममा पढ्नुपर्छ छन्द अलङ्कार, यो हाम्रो पूर्वीय कुराहरू। अब त्यो तिमीहरूले उपमा यो पछाडिबाट हामी आलोचना गर्छौँ। आज अब यो लामो आज त्यो हामीहरू लामो चर्चा माथि सम्भव छैन है, समयको अभाव पनि हो। अनि कतिवटा कविता अब हामी देख्छौँ प्रतीकात्मक भन्छौँ हामी है, प्रतीकहरू सिम्बोलिजमहरू यो सबै पश्चिमबाट आएको प्रतीकहरू, पश्चिमबाट आएकोहरू र पाश्चात्यबाट आएको कति इजमवादहरू छ। र पूर्वीय हाम्रो भारत देशहरूबाट काव्य शास्त्रहरूबाट के छ, शब्द छन्द अलङ्कार, यो विभाजन पनि बुझ्नुपर्छ नानीहरूले अहिले नै। र पछिबाट तिमीहरूलाई पूर्वीय काव्य शास्त्र के रहेछ, पश्चिमका वादहरू के रहेछ त्यो बुझ्न खुट्याउन सजिलो हुन्छ। र मैले यो विषयमा अलिकति भनिहालेँ। अनि अब एउटा कुरा फेरि म छोडिएको कुरा भन्न चाहन्छु। उहाँ चाहिँ अथवा कवि गिरी चाहिँ उच्च कोटिका गीतकार पनि हुन्। मैले अस्ति नै भने 25 वर्ष उहाँको अथवा उनको एउटा साहित्य साधना, त्यो भित्रै उहाँले धेरै गीत भनेको 22 वटा गीत हामी प्रकाशित भएको पाउँछौँ। 22 वटा गीत। त 22 वटा गीतमा एउटा उत्कृष्ट कविता हुन् नै, भारतकै उत्कृष्ट भारतले जन्माएको नेपाली सुपुत्र कविवर सरस्वतीको वरद पुत्र भनौँ है, एउटा स्वर्णिम अध्याय कवि गुरी हुन्। तर सँगसँगै यो जुन कविताहरू, जो पनि कविताहरू छन्, त्यो कविताहरू चाहिँ अब उनले लेखेका जति पनि जातीय कविता छन् है, त्यो जातीय कवितामा चाहिँ यस्ता कुराहरू हामी पाउन सक्छौँ। त अब मैले भन्दै थिएँ एउटा गीतकारको रूपमा, जस्तो गीतकारको रूपमा पनि कोही बेला प्रश्न आउन सक्छ, मैले त्यो बताउन चाहेको। जस्तो मल्टिपल चोइसमा पहिला पनि आएको प्रिभियस क्वेसनमा हेर 9 लाख तारा उदाएका गीतकार को हुन् भनेर आएको छ। तिमीहरूलाई थाहा हुनु पर्यो यसका रचनाकार को हुन् अथवा गीतकार को हुन्। त गीतकार भगवसिंह गिरी हुन्। त कविता मात्र हैन, उत्कृष्ट गीतकार पनि हुन्। र एउटा उनले एउटा कविको रूपमा त आफ्नो ऐतिहासिक कीर्तिमान त कायम गरे, तर गीतकारको रूपमा पनि एउटा कीर्तिमान कायम गरेका यस्ता गीतकार उत्कृष्ट गीतकार पनि हुन्। जस्तो 9 लाख तारा उदाए प्रतिष्ठित नेपाली संसारले प्रतिष्ठित गायक संगीतकार अम्बर गुरुङले यसलाई गाएका हुन्। उनी दार्जिलिङकै हुन्, तर पछिबाट नेपाल बसाइ सरे। नेपालमा पनि उहाँले यस्ता यस्ता सङ्गीत सिर्जना गरे है कि नेपालको जब प्रजातन्त्र आयो उहाँले नेपालको जस्तो राष्ट्रिय गीत, जस्तो हाम्रो राष्ट्रिय जुन चाहिँ नेसनल एन्थम भन्छ जनगण मन, उहाँले पनि नेपालको राष्ट्रिय गीतको एउटा रचना गर्नुभयो, धुन दिनुभयो। चिष्ट सङ्गीतकार उहाँ दार्जिलिङकै हुनुहुन्छ। त 9 लाख तारा उदाए गीत जब हाम्रा गिरी कवि गिरीले उहाँलाई अम्बर गुरुङलाई दिए, त अम्बर गुरुङले
त्यसलाई भनेका छन् कि यदि यो गीत मैले गिरीको यो नौलेखा तारा उदाए चाहिँ नगाउनु हो भने चाहिँ म नेपाली संसारमा जति चर्चित भए जति लोकप्रिय भए त्यतिको लोकप्रिय हुने थिइन भनेर स्पष्ट रूपमा उहाँले कुनै एउटा अन्तर्वार्ता भनेका छन् स्पष्ट रूपमा। अनि सायद यो पनि एउटा कविताको रूपमै बस्थ्यो होला, तर गीतको रूपमा हाम्रो भारतमा दार्जिलिङमा सिक्किममा जे जति हाम्रो भारतको मात्रै होइन नेपाल मात्रै होइन म्यानमार बर्मा भुटान जहाँ पनि विदेशमा जहाँ हाम्रो नेपालीहरू छन् सबैले यो गीतलाई अनि यहाँ जातीय माया के हो भन्ने कुरो पनि मैले गिरीबाटै अथवा गिरी गाईबाटै बुझ्न सके भनेर त्यस्ता प्रतिष्ठित ख्याति प्राप्त गायक सङ्गीतकार भनेपछि उनका गीत कस्ता उत्कृष्ट रहेछ तिमीहरूलाई थाहा भइहाल्यो है। पुरानो गीत पनि तिमीहरूले सुन्नुपर्छ, खालि नयाँ मात्र होइन। अहिलेको ऱ्यापको तिमीहरूको ऱ्यापको समयमा मात्र होइन है, त यो ऱ्यापको समयमा हामीले पुरानो गीत ओल्ड इज गोल्ड भन्छ नि, ओल्डको पुरानो गीतहरू पनि हामीले सुन्नु आवश्यक छ। यो कविताले त्यो पनि बताउँदैछ। त त्यस्तै खालि मात्र ऊ अम्बर गुरुङ सङ्गीतकार अम्बर गुरुङ या गायक अम्बर गुरुङले मात्र होइन, जस्तो अरुणा लामा जस्ता गायिका उत्कृष्ट गायिका अन्य थुप्रैले, यहाँ म थुप्रैका नाम बताउन चाहेन, 8 जना प्रायः प्रतिष्ठित गायक गायिकाहरूले चाहिँ उनका गीत गाएका छन्। त्यो सबै रेकर्ड त्यस्ता उत्कृष्ट गीतकार कुन र त्यसले गर्दाखेरि जस्तो माटोको माया बिर्सेर एउटा कविता गीत हो है, नजाऊ फर्की नेपाल गीत हो। त्यस्ता 22वटा गीत त्यस्तै उत्कृष्ट छन् भनेर अथवा त प्रकाशित छन्, रेकर्डिङ पनि भइसकेका छन्। पुरानो गीत तिमीहरूले सुन्न चाह्यो भने त्यो तिमीहरूले सुन्न सक्छौ। र यसपछि अलिकति यसको जुन कविको बारेमा मैले बताइसकेँ, स्वच्छन्दवादी बारे बताएँ, गीतकारको रूपमा पनि बताएँ र उहाँले यो कवितामा के भन्न चाहेको छ भनेको मतलब चाहिँ अघि नै मैले भने कि मानिसको सोच चाहिँ सकारात्मक हुनु पर्यो। त्यो अघिको कुरा पनि आयो, अर्थात् मान्छे चाहिँ सकारात्मक छ, आशावादी छ, उत्साही छन् भने अन्ध्यारोमा पनि चट्टान तोड्न सकिन्छ। अन्ध्यारोमा पनि चट्टान तोड्न सकिन्छ। अनि चट्टान मात्रै तोड्न होइन, त्यहाँ फुल पनि फुलाउन सकिन्छ। त्यो सकारात्मक भावनाले नै त सकिन्छ। समाजमा नायकहरू, महानायकहरू जसले समाजलाई परिवर्तन गरिदिन्छन्, सिस्टमलाई परिवर्तन गरिदिन्छ, प्रणालीलाई परिवर्तन गरिदिन्छ, त्यस्ता नायक महानायकहरू पनि त्यही सकारात्मक सोचले मात्र उनीहरू समाजलाई परिवर्तन गर्न सक्षम भएका हुन्छन् र सकारात्मक हुनु पर्यो। र जीवनको बारे उहाँले जुन बताउनु भएको छ, अथवा जीवनको बारे उनले जे बताएका छन्, जीवन मात्र हामीले बचाइ, त्यो बचाइ एक दिने बचाइ पनि मनज्ञ छ भन्ने जुन कुरो बताउँदैछन्, वास्तवमा जीवन एउटा असम्भव छ, अनन्त छ। त्यहाँ असम्भव एउटा मानिसको गुणवत्ताहरू त्यो भित्र खोज्न सकिन्छ, निहार्न सकिन्छ। जीवन एउटा विराट सौन्दर्यमय छ कविको भनाइमा, जीवनप्रतिको चिन्तन। अनि त्यो सौन्दर्यभित्र त्यस्तो अमृतको बुन छ, अमृतको थोपा छ, तर त्यसलाई चाहिँ खोज्न सक्नु पर्यो, निहार्न सक्नु पर्यो, निहालेर अन्तर्निहित दृष्टिमा आफ्नोमा पलाउनु पर्यो, त ज्ञान पलाउनु पर्यो। यो पनि कविले भन्दैछ। त्यसै कारण उनले भन्दैछ, मैले कविताको पंक्तिहरू कोरकार पारेको एउटा अमूल्य क्षण यदि छ भने मसँग बाँचोस्, काव्यका सुन्दर हरफहरू पढेको यदि छ भने मसँग बाँचोस्, मैले मेरो जातिलाई सक्रिय माया जनाएको
एउटा अर्थपूर्ण बेला छ भने पनि मसँग बाँचोस्। कविताको पंक्तिहरू त कविता, काव्य, साहित्य त एउटा जातिको विकासको निम्ति हामीले अध्ययन, मनन, चिन्तन गर्नु आवश्यक छ। अध्ययन, मनन, चिन्तन बिना कुनै पनि जाति गोष्ठीले विकास गर्नु सक्दैन। अर्थात् हामीले शिक्षाको भूमिलाई उर्वर तुल्याउनु पर्यो, मलजल लगाउनु पर्यो है, उर्वर शिक्षाको पौधा रोप्नु सक्नु पर्यो। जहाँ साहित्यहरूको बीजहरू, पौधाहरू त्यसपछि बीजहरू उम्रन्छन्, मौलन्छन्। त साहित्य कविले भन्दैछन् कि हाम्रो जातिले नै, कविले भन्नुको मतलब उनको कामना छ कि मैले यस्तो गरेको छन् छ भने, त्यस्तो जस्तो कविता रचना गरेको, कोरकार गरेको त्यस्तो छन् छ भने त्यस्तो अमूल्य छन्, त्यस्तो छन्लाई अमूल्य मानेका छन्। किनभने साहित्य भन्ने कुराहरू अजर अमर छन्, कहिले मर्दैन, कहिले नाश नहुने। हामीले कहिले कुन शताब्दीको साहित्यहरू हामीले पढ्दैछौँ अहिले पनि है। साहित्य मानिस अथवा लेखक, कवि, साहित्यकार, कवि मरेर जान्छन्, तर साहित्य कहिले मर्दैन। अनि काव्यको सुन्दर हरफहरू कुनै कुनै यस्तो पढेको हुन्छ है, पढ्दै गयो भने मात्रै हामीले, जसरी बजारमा हामी कुनै लुगा किन्दाखेरि छानेर आफूलाई मन परेको किन्छौँ, त्यस्तै साहित्य पनि अथवा कुनै पनि ज्ञान विज्ञानको कुरा पनि हामीलाई मनपर्ने, हामीलाई जीवन सुहाउँदो, जीवनलाई उपयोगी त्यस्तो साहित्य, त्यस्तो किताबहरू पढ्नुपर्छ। त्यस्तो चाहिँ हामीलाई जहिले तहिले हाम्रो स्मरणमा रहिरहन्छ। र त्यो क्षण पनि होस् मेरो निम्ति पनि त्यो सुन्दर हरफहरू पढेको मसँग बाँचोस् भन्ने कविको कामना छ है। र साथै भन्दैछ, मैले मेरो जातिलाई सक्रिय माया जनाएको अर्थपूर्ण बेला। मैले मेरो जातिलाई सक्रिय माया जताएको बेला यदि छ भने मसँग बाँचोस् भनेर भन्दैछ। त अब जातिलाई सक्रिय माया जनाएको एउटा अर्थपूर्ण बेला भन्दैछ। भनेको मतलब अब जातिलाई पनि सक्रिय माया, जस्तो अब एउटा उदाहरणको निम्ति तिमीहरूलाई म सम्झाउन चाहदैछु। त्यो के हो भने, जस्तो तिमीहरूले आफ्नो आमा बाबालाई निश्चय माया गर्नुहुन्छ, दाजुभाइ दिदीबहिनी, आफ्नो भाइ बहिनी सबैलाई माया गर्नुहुन्छ। तर जस्तो एउटा बाबा बिरामी भयो या आमा बिरामी, मेरो आमालाई त बहुत माया गर्छु, बाबा बिमारी भयो बाबालाई त बहुत माया गर्छु भनेर, तर बाबा चाहिँ बेडमा है ओछ्यानमा लडिरहनु भएको छ, तर उसको स्याहार सुसार नगरेर, उसको देखभाल नगरेर, उसको खानापिना डक्टरकोमा नलगेर, म त बाबालाई बहुतै माया गर्छु, आमालाई बहुतै माया गर्छु, आमालाई त यति बिघ्न धेर माया गर्छु, त्यो चाहिँ सक्रिय भएन। त्यो माया त्यो एउटा ढोङ रचेको माया मात्रै हो। तर कविले भन्दैछ कि सक्रिय जातिलाई पनि सक्रिय, अर्थात् जातिलाई साँच्चै रूपमा माया गरेको हुनु पर्यो। काव्यहरू रचेर होस् या कुनै पनि कुरामा जातिलाई एउटा सांस्कृतिक आन्दोलनमा होस् या सामाजिक रूपमा होस्, कुनै पनि रूपमा या शैक्षिक रूपमा होस्, कुनै पनि रूपमा चाहिँ जातिलाई चाहिँ सक्रिय माया गरेको होस्। त्यस्तो छ भने बाँचोस् भन्नेको कविको त्यो पनि कामना छ है। र अर्थपूर्ण बेला, त्यसलाई चाहिँ कविले भन्दैछ अर्थपूर्ण बेला भनेर भन्दैछ। अर्थपूर्ण बेला भनेको अघि मैले भने सार्थक, मिनिङफुल। त सार्थक अर्थात् नेपाली जातिको बृहत कल्याणलाई, अर्थपूर्ण बेला भनेको चाहिँ नेपाली जातिको बृहत कल्याणलाई अघि राखेर या आत्मसात गरेर गरिएको जुन कर्म छ त्यो चाहिँ अर्थपूर्ण बेला भनेर कविले भनेको हो। अर्थपूर्ण बेला भनेको यो भनेको आफ्नो जातिलाई सक्रिय माया भन्नुको मतलब एकदम संलग्न भएर, सक्रिय भएर र बृहत कल्याणको निम्ति, जातिको कल्याणको निम्ति आफूलाई होमेर, अर्थात् आफूलाई त्याग गरेर या आफूलाई त्यसमा पूर्ण रूपले संलग्न गराएर गरिएको
माया मात्रै सक्रिय माया, त्यस्तो चाहिँ बाँचोस् भनेर कविले भन्दैछ। अनि मैले असहायहरूलाई दिएको एउटा मिठो दिन यदि छ भने मसँग बाँचोस् पनि भन्दैछ। मैले असहायलाई दिएको एउटा मिठो दिन यदि छ भने मसँग बाँचोस् भनेर भन्दैछ। अब त्यो माथिल्लो लाइन मैले पंक्तिमा कविता कोरकार गरेको एउटा कुरा छ, त्यो एउटा आयो। काव्यका सुन्दर, त्यो पनि काव्यसँगै सम्बन्धित आयो। त्यसपछि जातिको कुरा आयो, जातिको कुरा पनि मैले भनेर आएँ है। तर अब मैले असहायहरूलाई दिएको एउटा मिठो दिन पनि छ भने बाँचोस् भन्दैछ। यो अलिकति फरक आयो। असहायहरूलाई भनेको के भनेको? असहायहरूको दिन दुखी, गरिब, निमुखाहरू, निमुखाहरू है, जो गरिबीले ग्रस्त छन्, गरिबीले पीडित छन् है, एक छाकको निम्ति धौधौ पर्दैछन्, पसिना बगाएर पनि उसले आफ्नो शरीर अथवा आफ्नो जीवनलाई खुसी तुल्याउन सकेको छैन। त्यस्ता व्यक्तिहरू, त्यस्ता दिन दुखीहरूको सेवामा हाजिर हुनुपर्छ। त्यस्तो दिन दुखीहरूको सेवामा आफूलाई संलग्न गराउनुपर्छ। सेवा नै धर्म हो भन्ने हामी बुझ्छौँ है। मिठो दिन भन्नुको मतलब चाहिँ यहाँ चाहिँ उनीहरूलाई अथवा असहायहरूलाई, जो सहयोग चाहनेहरूलाई, त्यस्ता दिन दुखीहरूलाई, गरिबहरूलाई सहयोग पुर्याएको दिन है, उनीहरूलाई सेवा पुर्याएको दिन, त्यस्तो दिन चाहिँ बाँचोस् भनेर भन्दैछ। र माथिकोसँग तलको कुरो अलिअलि फरक छ। के फरक छ अब सुन। किनभने एउटा शिक्षक चाहिँ मेरो विचारमा चाहिँ एउटा शिक्षक चाहिँ मात्र शिक्षक तिमीहरूलाई व्याख्या, तिमीहरूलाई बुझाउनु, तिमीहरूलाई यो अर्थ यो भन्दैछ कविताले अथवा एउटा शब्दको अर्थ भाव मात्रै होइन। एउटा शिक्षक मेरो विचारमा समालोचक पनि हुन्, सम्पादक पनि हुन् है, विश्लेषक पनि हुन्। एउटा शिक्षकको विभिन्न रूप हुन् र यसमा त्यो असहायहरूलाई र माथिले मेरो कविता कोरकार पारेको अमूल्य छन् भनेकोसँग र काव्यको सुन्दरहरू अलिकति तलकासँग मेरो असहायहरूलाई अलिकति फरक छ। अर्थात् के भन्नु चाहेको छ भन्नुको मतलब चाहिँ मान्छेलाई, मान्छेको जीवनको एउटा सौन्दर्यमय बनाउनुको निम्ति अर्थात् सुन्दर बनाउनुको निम्ति, श्रेष्ठ बनाउनुको निम्ति हामीलाई साहित्यको जरुरत छ, कलाको जरुरत छ, संस्कृतिको जरुरत छ, ज्ञान विज्ञानको जरुरत छ। निश्चय छ। एउटा मानव समाजको सभ्यताको निम्ति, मानव समाजको विकासको निम्ति निश्चय जरुरत छ। यो बिना चल्दैन। तर कविले के भन्नु, यो कुरो के भन्नु चाहँदैछ भनेदेखिलाई चाहिँ कविले भन्दैछन् कि श्रेष्ठ जीवनको निम्ति, सुन्दर जीवनको निम्ति यी कलाहरूको जरुरत त छ, तर अझै श्रेष्ठतर जिन्दगी जिउनको निम्ति, श्रेष्ठतर जीवनको निम्ति, अझ सौन्दर्यमय जीवन बचाइको निम्ति चाहिँ, अर्थपूर्णको निम्ति चाहिँ, जुन असहायहरूलाई, दिन दुखीहरूलाई हामीले सहयोग पुर्याउँछौँ, सेवा पुर्याउँछौँ, जुन धर्म भन्दैछौँ, त्यो मानवीय सम्बन्ध चाहिँ हुनुपर्छ। त्यो नै सबभन्दा श्रेष्ठतर हो भनेर कविले भन्दैछ। फेरि म दोहोऱ्याउँदैछु, यो भयङ्कर मुख्य कुरा हो। नानीले फेरि म यसलाई फेरि दोहोऱ्याउन चाहन्छु कि हामीलाई काव्यको जरुरत छ, साहित्यको जरुरत छ, कलाको जरुरत छ, संस्कृति। किनभने यो जातिको उन्नतिको निम्ति यो आदर्शिला हुन्। कुनै पनि जाति उन्नति विकास गर्नुपर्छ भने यो आदर्शिला हुन्। यो बिना जाति अघि बढ्नु सक्दैन। यो सकुवाको खम्बै हुन्, सबै आदर्शिला हुन्। तर असहायहरूलाई, जो दिन दुखीहरू छ, उनीहरूलाई पुर्याएको जुन सहयोग छ, जुन सेवा छ, त्यो कुरो चाहिँ कविले किन भन्दैछन् भनेदेखिलाई चाहिँ कविको भनाइ छ, कविको उद्गार छ, मनसाइ चाहिँ के छ भने त्यो मानवीय सम्बन्ध यदि छैन भने साहित्य रचना गरेर, काव्य रचना गरेर, सुन्दर कविताको सुन्दर हरफहरू
पढेर मात्रै होइन, मानवीय जुन चाहिँ सम्बन्ध चाहिँ एकदम राम्रोसँग उत्कृष्ट छ भने मात्रै, अथवा हिंसा छैन भने, अर्थात् अपवित्र छैन भने, त्यो स्वच्छ भावना, त्यो निर्मल भावना छ भने मात्रै, मानवीय सम्बन्ध छ भने मात्रै त्यो जीवन चाहिँ श्रेष्ठतर हुन सक्छ, सौन्दर्यमय हुन सक्छ। र कविता काव्य मात्रै होइन, मानवीय सम्बन्धमा पनि कविले जोड दिएको यस पंक्तिबाट थाहा लाग्दछ। अर्थात् बुझाइ, मेरो बुझाइमा यस्तो पनि कविले यो भन्न चाहेका छन् भन्ने कविको मनसाइ रहेको छ। र अब अन्तमा, चाहिएन मलाई सपनामै रङ्गल नलाउने खुइलिएका दिन र नाङ्गिएका रातहरू, मलाई बाँच्न यहाँ एउटै दिन, फगत एउटै दिन भए पुग्छ। त अन्तमा छ, चाहिएन मलाई सपनाहरूमै रङ्गल नलाउने खुइलिएका दिन र नाङ्गिएका रातहरू, मलाई बाँच्न एउटै दिन, फगत एउटै दिन भए पुग्छ। त अघिला मैले भनिहालेँ कि जीवन प्राणीहरूमध्ये हाम्रो मानिसको जीवन सबभन्दा सर्वश्रेष्ठ प्राणी हो भनेर अघि पनि मैले भनिसकेँ। अनि यसको जुन चाहिँ सौन्दर्य छ त्यो असीम छ, अनन्त छ है। यसलाई हामीले कुनै उयसमा घेरोभित्र राख्न सक्दैनौँ। त कविले यहाँ के भन्दैछन् भने अन्तिम पनि त्यस्तै बहुत महत्त्वपूर्ण कुरा कविले भन्न चाहेका छन्, अथवा कविको मनसाइ रहेको छ, आशय रहेको छ। त्यो चाहिँ के हो भने, चाहिएन मलाई सपनाहरूमै रङ्गल नलाउने खुइलिएका दिन र नाङ्गिएका रातहरू भन्दैछन्। अर्थात् सपनामै रङ्गल नलाउने त्यस्तो दिनहरू, सपनामा मात्रै, सपनामा मात्रै भन्नु चाहिँ कविले के चाहेका हुन् भनेर अब तिमीहरूले बुझ्नुपर्ने आवश्यकता के छ भने, सपनामा रङ्गल नलाउने त्यस्तो दिनहरू चाहिएन भनेर कविले भन्दैछ। अब त्यो चाहिँ के भन्नु चाहेको सुन है। त्यो चाहिँ के हो भनेदेखिलाई चाहिँ, हामी सपनाको उडानमा मात्रै जानु भएन, सपना देखेर मात्रै है एउटा स्वप्निल संसारमा बसेर, सपनाको संसारमा बसेर, जस्तो कवि साहित्यकारहरूलाई, लेखकहरूलाई पनि कविगिरीले एउटा सङ्केत दिँदैछन्। मेरो बुझ्नुमा त्यस्तो छ, एउटा सङ्केत दिइराखेका छन्। के सङ्केत दिइराखेका छन् भनेदेखिलाई चाहिँ, हामी कवि, लेखक, साहित्यकारहरू चाहिँ त्यो स्वप्निल संसारमा मात्रै, अर्थात् सपनाको संसारमा मात्रै, सपनाको जगतमा मात्रै बाँच्नु हुँदैन है भन्दैछ। अर्थात् कविले के भन्नु चाहँदैछन्? कविले भन्नु चाहँदैछन् र त्यसै कारणले त्यो खुइलिएका दिन र नाङ्गिएका रातहरू मलाई चाहिँदैन भनेर भन्दछ। अर्थात् कविले भन्दैछ कि त्यस्ता कलमकारहरूलाई, त्यस्ता साहित्यकारहरूलाई, त्यस्ता लेखकहरूलाई, त्यस्ता स्रष्टाहरूलाई है के भन्न चाहँदैछन् भनेदेखिलाई चाहिँ, विपन्नमा पनि हामी बिम्जिनुपर्छ, विपन्नमा हामी बिम्जिनुपर्छ। अनि विपन्नमा बिम्जिएर चाहिँ हामीले हेर्नुपर्छ हाम्रो वरिपरि कति चाहिँ हृदय विदारक गाथाहरू छन्, कति दुखी पीडितहरू छन्, दुखी पीडित व्यक्तिहरू छन्, दिन दुखीहरू छन्, समाज असहायहरूले भरिएको छ है, समाज टेढोमेढो छ है। अनि त्यो भित्र नेपाली जातिले अझै दुर्दशा खेपिराखेका छन्। अर्थात् यो नेपाली जाति, जो भारतीय नेपाली जाति, एउटा भारतको जुन मूल स्रोतमा अहिले पनि बग्न सकेको छैन। त्यो सामाजिक रूपमा, शैक्षिक रूपमा, राजनैतिक रूपमा, विभिन्न रूपमा अझै पनि बोक्न सकेको छैन, एउटा निम्न स्तरमा छ। तर अतीत चाहिँ एकदमै हाम्रो गौरव थियो, अतीत चाहिँ हाम्रो, विगत चाहिँ हाम्रो एकदमै गौरव गाथा थियो भन्ने कविको छ। र त्यसै कारणले कविले भन्न इङ्गित गर्न चाहँदैछन् है, इङ्गित गरिराखेका छन्, इसारा गर्दैछन्। अझै बुझ्नु हो भने कि कवि लेखकहरूलाई पनि, कलमकारहरूलाई पनि, कि हामी सपनामा मात्रै रमाउनु भएन, स्वप्निल संसारमा मात्रै बाँच्नु भएन,
विपन्नमा बिउजिनु पर्यो, कति हाम्रो अगाडि आँखा उघारेर हेर्नु पर्यो, हाम्रो समाजमा कति दुःख कष्टहरू छ, कति महागाथाहरू छन्, दुःखको महागाथाहरू छ, पीडाको महागाथाहरू छन्। यसलाई कोट्याउनु सक्नु पर्यो, हेर्नु सक्नु पर्यो अनि समाधानको गोरेटो खोज्नु पर्यो, यो कविले भन्दछ। र यो बहुत महत्त्वपूर्ण एउटा यसको पक्ष हो। र त्यस्तो खोइलिएका दिन र त्यसलाई नाङ्गे रात भन्दैछन्, त्यस्ता रातहरू कविलाई चाहिएन। र मलाई बाँच्न चाहिँ एउटै दिन, फगत भनेको केवल, फगत भनेको मात्र है, केवल मात्र भन्छौँ हामी, एक दिन भए पुग्छ। अर्थात् त्यस्तो एक दिन जो दिनले चाहिँ जीवनलाई चाहिँ एउटा नयाँ दिशा प्रदान गरोस्, जीवनमा चाहिँ एउटा नवा सञ्चार गरोस्। अर्थात् कविले यहाँ चाहिँ हाम्रो जातिलाई इङ्गित गरेर जातीय भावनाको एउटा नयाँ भावनाको बिगुल फुकेका छन्। जातीय कुरोलाई लिएर कविले हामी अब बिउझुनु पर्ने छ, सपनामा मात्रै हामी रमाएर भएन भन्ने कविको भनाइ छ। र एउटै दिन भए पनि हामीले चाहिँ एउटा एकदमै श्रमपूर्वक मेहनती भएर त्यसको सार्थकतासँग उद्देश्यपूर्ण भएर हामीले हाम्रो जीवन जिउनुपर्छ। तब मात्र त्यो जीवन बचाएको सार्थकता हुन्छ भन्ने, अनि त्यो जीवन बचाएको एउटा अर्थपूर्ण हुन्छ, अर्थपूर्ण बेला हुन्छ र एउटा सार्थक जीवन बचाइ हुन्छ। र त्यसले एउटा शाश्वत परिपूर्णता, एउटा हाम्रो शाश्वत कहिले नमर्ने अजर अमर हुने अनि अकर्मण्यता, त्यस्तो दुःख कष्ट अल्छीपनादेखि टाढो बसेर ज्ञानदेखि पनि एकदम टाढो प्रज्ञानमा पुग्ने मानिस, त्यहाँसम्म पुग्ने एउटा शाश्वत परिपूर्णताको जीवन जिउने हामीले बनाउनुपर्छ। अर्थात् हाम्रो जाति नै त्यो दिशातर्फ अघि बग्नुपर्छ। त्यो दिशा प्रति बग्नुपर्ने कविको सबल र सक्षम जाति हुनुको निम्ति त्यो दिशातर्फ बग्नुपर्छ भन्ने कविको आशय रहेको छ, कविको भनाइरहेको छ। र म छोटोमा यो धेरै यसलाई अझै चर्चा गर्न सकिन्छ, छोटोमा यति भन्दै यो कविता अन्त गर्न चाहन्छु। र घरमा तिमीहरू सबैले फेरि यसलाई कविता पढेर अनि मेरो यो सिडिओ च्यानल मार्फत यसलाई युट्युबमा पनि तिमीहरूले घरिघरि बुझ्न सकेन भने हेर्न सक्छौ। र मेरो फोन नम्बर पनि यसपल्ट दिन्छु, फोन नम्बर दिनु भुलेछु मैले पनि, र यसपल्टको फोन नम्बर पनि त्यहाँ सम्पर्क नम्बर हुन्छ। केही बुझेन भने तिमीहरूलाई त्यो नम्बर पनि उपलब्ध गराउँदै र आज तिमीहरूबाट यो कविताको लागि म बिदा चाहन्छु। फेरि अर्को कविता म लिएर चाँडै उपस्थित हुनेछु। र सबैलाई यो सङ्कटकालमा पनि घरमै बसेर भए पनि है अध्ययनको क्रम जारी राख्ने र त्यो आह्वान गर्दै, निवेदन गर्दै, र अभिभावकवर्गलाई पनि अहिलेको यो सङ्कटमय जीवनलाई, नानीहरूलाई अझै धेर हेरचाह गर्ने, ख्याल गर्ने यो निवेदन अभिभावकवर्गलाई पनि गर्दै है मेरो यो आजको कविताको यो व्याख्यान भनौँ या कविता मेरो बचाएको जुन कविताको जुन एउटा जुन भाव भनौँ, बुझाउने क्रम भनौँ, यिनै अन्त गर्दै म तपाईँहरूबाट बिदा लिन चाहन्छु। धन्यवाद।